नमस्कार, म उमेश श्रेष्ठ अल्फा कोरियन तथा जापानिज भाषा स्कुलबाट। हामी आज चौथो दिनमा छौं। हामी बेसिक क्लास अनलाइनमा अथवा यसरी लाइभमा पेजबाट र हाम्रो युट्युब च्यानलको नाम अल्फा कोरियन ल्याङ्ग्वेज स्कुल भन्ने युट्युब च्यानलबाट नै हामी सिक्दैछौं। हाम्रो स्कुलहरु अथवा ब्रान्चहरु चाहिँ एउटा सूर्य विनायक छ। सूर्य विनायकको फोन नम्बर 9823079991। त्यसैगरी हाम्रो कोटेश्वरमा छ। कोटेश्वरको फोन नम्बर चाहिँ 9802375565 छ। त्यसैगरी नयाँ बसपार्क 9764788000 र बाग बजारमा छ 9845887474। यो नम्बर छ हाम्रो। तपाईहरुले यसरी सूर्य विनायक, कोटेश्वर, बाग बजार र नयाँ बसपार्कमा आएर पनि तपाईले कोरियन भाषा र जापानिज भाषा सिक्न सक्नुहुन्छ। अब हामी हिजोसम्मको भिडियोमा चाहिँ हामीले 19 वटा व्यञ्जन वर्ण र 10 वटा एकल स्वर वर्णहरु पढ्यौं र त्यसलाई हामीले कसरी मिसाएर चाहिँ हामीले मात्रा लेख्ने भन्ने बारे हामी सिक्यौं। आज हामी के सिक्छौं भन्दाखेरि मिश्रित वा संयुक्त स्वर वर्णको बारेमा सिक्छौं। मिश्रित वा संयुक्त स्वर वर्ण, यसले हामीले कोरियन भाषा भन्नु पर्दाखेरि इजुङ मोम भनेर पढ्छौं। संयुक्त अथवा मिश्रित स्वर हामी इजुङ मोम भन्छ। इजुङ मोम यो दिएको चाहिँ कोरियन भाषाले लेखेको हो इजुङ मोम भनेर। त्यसलाई हामी यसरी नेपालीमा इजुङ मोम भन्छौं। अब इजुङ मोम अथवा मिश्रित स्वर वर्ण भने के हो भन्दाखेरि दुई वा दुई भन्दा बढी स्वर वर्णहरूलाई एक आपसमा मिलेर बनेको कारण यसलाई चाहिँ मिश्रित स्वर वर्ण अथवा संयुक्त स्वर वर्ण भनिएको है। दुई वा हामीले एकल स्वर वर्ण पढ्यौं अघि 10 वटा हो, त्यही 10 वटा एकल स्वर वर्ण चाहिँ एक आपसमा मिलेर बन्दाखेरि हामी मिश्रित स्वर वर्ण भन्छौं भन्यो। अब यो मिश्रित स्वर वर्ण कसरी कुन अक्षरहरु मिलेर बनेको छ त्यो बारे हामी अध्ययन गर्छौं। ल अब यहाँ हेर्नु होला यो स्वर वर्णहरु कसरी बनेको छ भन्ने बारे मैले तपाईलाई जानकारी गराउँछु। यहाँनिर कुन दुईवटा स्वर वर्ण मिलेर तपाईलाई मैले लेखेर देखाउँछु है त। अब यहाँ एकचोटी लेखाउँछु। यो भन्दा अन्य मुनतिर पनि अझ धेरै म प्र्याक्टिस गराउँछु। अब यहाँनिर चाहिँ सिंगल मैले बताएँ। अब हामीले यो आ भनेर पढेको यो आ हो। यो आमा इ जोडेर ए भनेको छ। त्यसैगरी हामीले यसलाई हामीले या भनेर पढेको यसलाई या। त्यसैमा इ जोड्यो यो ए भयो। त्यसलाई हामीले अ यति मात्र हामीले अ भनेर पढेको। यही अमा फेरि इ जोड्यो अर्को ए भन्यो। फेरि यसलाई हामीले य भनेर पढेको यसलाई य भनेर पढेको। त्यसैमा 8 10 जोड्दाखेरि यो के भयो त यो भयो ए। अब हामीले यो चाहिँ पूर्ण स्वर वर्ण हो। हामीले यो गोलो लगाइसकेछौं। यदि यो गोलोलाई यहाँबाट निकाल्ने हो भने अथवा काट्ने हो भने है त यो गोलो यहाँ नराख्ने हो भने यो गोलोलाई यहाँ नराख्ने हो भने यो के बन्छ त आधा स्वर वर्ण बन्छ। भनेपछि यसलाई हामीले यसरी मेट दिँदा नि भयो हैन। यसलाई यसरी मेट दिँदा नि भयो। यसलाई यो जति पनि यो गोलो छ अगाडिको यसलाई मेटिदियो भने यो के बन्यो आधा स्वर वर्ण बन्यो। यो आधा स्वर वर्ण चाहिँ हामी केमा प्रयोग गर्छौं त व्यञ्जन वर्णमा जोड्दाखेरि प्रयोग गर्छौं। यसरी गोलो काट्यो भने आधा बन्ने भयो। गोलो काटेन भने यो पूर्ण स्वर वर्ण बन्यो। अहिले हामी पूर्ण स्वर वर्णको बारेमा पढौं। यो चाहिँ पूर्ण स्वर वर्ण। यो चारवटा आ या अ यमा इ जोड्दाखेरि ए बन्यो भने अब अरु के जोड्दाखेरि बन्यो हेर्नु यहाँनिर। यो हामीले ओ भनेर पढिसक्यो हामीले एकल स्वर वर्णमा हो। यसैको दायाँतिर आ जोड्दाखेरि यो वा भयो। अर्को पनि यो पनि हो नै हो। ओमा हामीले यो अहिले यहाँ पढेको यो ए जोड्दाखेरि यो ए यसरी ए आकारको ए जोड्दाखेरि यो ओ भयो। त्यसमा चाहिँ के मिलेछ त ओ अनि अर्को आ र इ मिले तीनवटा। त्यसैगरी यो पनि ओ को दायाँतिर इ जोड्यो ओ भयो। अनि अर्को यो हामीले उ भनेर पढेको उसँग अ जोड्ने यसरी अ जोड्दाखेरि यो उको धर्सो भन्दा चाहिँ यो तल हुनु पर्यो। यसरी हामीले ओ भनेर पढ्यौं। त्यस्तैगरी अर्को पनि उसँग के जोड्ने त यो अ पनि जोड्ने अर्को इ पनि जोड्ने अथवा हामीले अघि पढेको यो एलाई जोड्ने अमा ए जोड्ने है। फेरि उमा ए जोड्ने यो उ भयो। उमा यो अ र इ बाट मिलेको ए जोड्यो यो पनि भयो। अनि दोस्रोमा हेरौं दोस्रो लास्ट सेकेन्ड लास्टमा यो उ भयो। उसँग इ जोडेपछि उइ भयो। उसँग के जोड्यो हामीले इ जोड्यो उइ भयो। अनि अर्को आजी उमा जोड्दाखेरि यो चाहिँ उइ भयो। उइ यो चाहिँ उइ यो चाहिँ के त उइ यो चाहिँ उइ।
उई 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 अगाडिको उई पछाडिको उई उई यसरी हामी पढ्छौं यो मिश्रित स्वरवर्णहरू। अब यहाँ चाहिँ थोरै मात्रामा यहाँनिर लेख्यौं एउटा मात्रै योभन्दा धेरै तलतिर लेखेर प्र्याक्टिस गर्छौं। अब यहाँ हेर्नु होला यहाँ के भनेछ यसलाई पनि दुई भागमा विभाजन गर्न सकिन्छ भनेछ। हामीले एकल स्वर वर्णलाई पनि दुई भागमा विभाजन गर्यौं, 5 वटालाई दायाँतिर 5 वटा तल प्रयोग गर्न सकिन्छ भनेर विभाजन गर्यौं। त्यसलाई हामीले कसरी विभाजन गर्ने अब यहाँ हेरौँ है त। यसलाई पनि दुई भागमा विभाजन गर्न सकिन्छ। 4 वटा एकल स्वर वर्णसित ई जोडेर संयुक्त स्वर वर्ण बनाऊ। अब बनाइहेरौँ हामीले बनाएर कसरी गर्छ है त। यो आ प्लस ई जोडेर ए बनाएको छ है। कसरी बनाएको भन्दाखेरि अब यो दुई जोड्दाखेरि यो गोलो जुन गोलो छ हैन, यो गोलो र यो गोलोलाई हामी कमन लिने हैन। कमन लिँदा के एउटा मात्रै अ आयो। त्यसपछि यो आलाई हामी यसरी जोड्ने अनि बाँकी बसेको ईले पनि यसरी जोड्दाखेरि यो खालको ए बन्यो है। ए हामीले यसरी बनायौं। अब फेरि हामी अर्को बनाए हेरौँ। यहाँ के त यो ए बन्यो। अब अर्को पनि ए छ यहाँनिर, तर के खालको छ त यो या प्लस ई जोड्दाखेरि अर्को ए बन्छ। अब यसलाई कसरी बन्यो हेर्नुहोस्। अब यो गोलो अ र यो गोलो अ के भयो एउटा कमन अ आयो अनि यतापट्टिको या बाँकी छ यो या यहाँ आयो अनि त्यसैमा के जोड्यो यो ई पनि जोड्यो। यसो ई जोड्दाखेरि यो अर्को ए बन्यो। अब हामीले यहाँ 4 ए त छ, 4 ए मध्ये एउटा मात्र यहाँ धर्स भएको यस्तो ए छ हैन, बीच एउटा धर्स नि हो, एउटा धर्स भएको कारण यसले चाहिँ यो खालको ए लेख्ने। यहाँ के छ दुईवटा धर्स नि बीचमा, दुईवटा धर्स भएकोले यति ए बुढो ए को ए यसरी लेख्ने तपाईले सम्झ्नु है त। अब हामी तल्लो हेर्छौं। तल्लोमा हेरौँ कसरी लेख्ने भन्ने बारे। अब तल्लोमा हेर्नु होला यहाँनिर के छ त अ छ, अ प्लस ई जोडेछ। यो जोडेपछि अघि जस्तै पनि सेम त्यही तरिका हो यो अ र यो अ एउटा अ कमन आउँछ हैन। त्यसपछि यो अ यसरी अ आयो र यो ई यसरी ई आयो हो। यसरी यो यहाँ एउटा मात्रै धर्स भएको यसलाई पनि हामी यसरी के त ए भनेर भन्छ। त्यसपछि अर्को हेरौँ यहाँ तल है। तल हेरौँ यहाँ के छ त यहाँ के जोडेछ य जोडेछ, एउटा य जोडेछ प्लस अर्को के त ई जोडेर पनि यो के त ए भयो। यसमा हेरौँ कसरी छ त यो अ एउटा गोलो गोलो एउटा मात्रै कमन आउने भयो अनि यसको दायाँतिर जुन यो य छ य यसरी जोडिने भयो र दायाँतिर यो ई यसरी ई जोडेर यसरी यो भयो के त यहाँ दुईवटा धर्छ नि हो भएको कारणले यस्तो ए यो खाले लेख्न सक्छ। ल हाम्रो 4 वटा ए यसरी बन्यो भने अब हाम्रो 11 वटामा यहाँ 4 वटा ए बन्यो। अब बाँकी बस्यो कति 7 वटा। अब 7 वटा हामी कसरी लेख्छौं त्यो हामी सिक्छौं। अब यहाँ हेर्नु होला यो 7 वटा हामी कसरी लेख्ने भन्ने बारे। अघिको चाहिँ हामीले के त आ या अ यो सबैमा ई जोडेर 4 वटा ए बनायो। अब हामी यहाँ भएको अन्य स्वर वर्णलाई हामी के जोडेर के बनाउँछौं त्यो अब तपाईहरुले हेर्नु होला है। यसमा पनि त्यसरी जोडेको छ, हामी यसमा पनि जोड्दै बनाउँदै गरेको छ। अब हेरौँ कसरी जोडिन्छ। यो ओ भयो, ओ प्लस आ जोड्दाखेरि यहाँनिर वा हुन्छ। कसरी हुन्छ अब हेर्नु होला। अब यसमा हेर्नुहोस् यसमा सेम त्यही नै हो। दुईवटा यो गोलो गोलो यो दुईवटा गोलो गोलो कमन एउटा आउँछ यसरी एउटा कमन आयो हैन। अनि यसको मुनि के आयो यो ओ आयो, यो ओ हैन, यो ओ आयो। त्यसपछि यो आ यसरी दायाँतिर यसरी आयो हो। यसरी यो के भन्यो त वा बन्यो। गोलोमाथि तल ओ दायाँतिर आ वा, गोलोमाथि तलतिर ओ दायाँतिर आ वा यसरी बन्यो। अब हामी अर्को हेर्छौं। अर्को के छ त यहाँनिर वे छ। वे कसरी बन्यो ओ प्लस ई जोड्दाखेरि यो वे बन्यो। अब हेरौँ यसलाई कसरी बनिन्छ। यसलाई कसरी बन्यो भन्दाखेरि हामीले यो गोलो र यो गोलो एउटा कमन लिने, एउटा मात्रै ओ आयो हैन। मुनिबाट के छ यो ओ छ, ओ मुनिबाट आयो, दायाँतिर के छ यसरी ई छ हो। यसरी हामी वे भन्छौं। गोलोमाथि तल ओ को दायाँतिर ई वे अनि ओ को दायाँतिर ई यसलाई पनि वे।
खास गरी हामीले हेर्दाखेरि यो के हो त यसरी सिधा हेर्दाखेरि के हो त यो माथिको वो आ हैन हेर्दाखेरि के हो त वो आ हो तर वो आ होइन के हो त वा वा हो यो तल्लो पनि के हो त यसरी हेर्दाखेरि ओमा इजो त वै हो नि तर होइन के हो त यो हो वै हो है यो वा र उही होइन कतै कतै वै भनेर पढाएको नै सुनिएको छ त्यसो नगर्दिनु त्यसपछि अब हामी हेरौँ यसमा के मिलेर बनेको छ भन्ने बारे म तपाईलाई बताउँछु अर्कोमा यो वेमा यसमा हेर्नु होला अब यसमा हेर्नुस् यो वे के मिलेर बनेको छ भन्ने बारे यहाँनिर एउटा छ वो प्लस अर्को के छ त ए छ यो ए मिलेर अर्को वे बनेको छ है यसमा त खास गरी तीनवटा मिलेछ भन्ने हुन्छ हेर्नुस् के मिले भन्ने एउटा वो प्लस अर्को आ प्लस अर्को ई मिलेर बनायो खास गरी है यसरी मिल्यो अब यसरी मिलिसकेपछि यसमा हामी कमन यो अब यो कमन र यो कमन भने पनि हुन्छ अथवा यो ए त के मिलेर बनायो त यो आ र ई भनेर मिलेको त्यस कारणले यहाँ तीनटा अक्षर बनाएको छ यो पनि गोलो यो पनि गोलो यो पनि गोलो एउटा लिने एउटा कमन ओ लिने त्यसपछि ओ लिने यहाँ मुनि ओ छ यसरी त्यसपछि के छ आ छ आ भनेको चाहिँ दायाँतिर आउँछ आ त्यसपछि के छ ई छ हो यसरी यो के त यो हो यसरी बनेको छ ओ को दायाँतिर यो आ र ई मिलेको ए जोड्दाखेरि हो हैन अनि फेरि हो को दायाँतिर ए यसरी यो वे तर यहाँनिर दुईवटा वे छ उच्चारण कसरी गरिन्छ यसलाई वे माथि चाहिँ वे माथि सर्टकटमा वे मात्रै भन्ने यो चाहिँ वे लामो रे भन्नु पर्यो त्यसपछि हामी अर्को हेर्छौँ अब यो वो कसरी बन्यो उ प्लस अ मिल्दाखेरि वो बनेको छ अब यो कसरी बन्यो भन्दाखेरि हेर्नुस् यो गोलो अ र यो गोलो के भयो कमन एउटा आयो यसरी कमन आयो त्यसो पनि के छ उ छ यो उ आयो अनि पछि यो अ कसरी जोड्छ हामी यसरी दायाँतिर जोड्छौँ यो उ को धर्सोको तलतिर हुनेको जोड्छौँ हैन यसरी है उमा अ ओ उमा अ ओ उमा अ ओ यसरी लेख्नु त्यसपछि हामी अब अर्को हेर्छौँ के हेर्छौँ त यो उही हेर्छ उही कसरी मिल्यो कसरी बन्यो उ प्लस ई जोड्दाखेरि उही बनेको छ अब यसलाई कसरी बनायो भन्दाखेरि यो पनि गोलो एउटा कमन ल्यायो हामीले यसरी अनि त्यसपछि तल के छ उ छ उले यहाँ यसरी तल राख्यो अर्को के छ ई छ यीले पनि हामी यसरी दायाँ राख्छौँ अनि यो हुन्छ वी उ को दायाँतिर ई वी है उ को दायाँतिर ई वी उ को दायाँतिर ई वी यसरी हामी वी बनाउँछौँ त्यसै गरी अब अर्को हेर्छौँ हामी अर्को यहाँ के छ भन्दाखेरि अर्को छ वे यो वेमा पनि तीनटै मिलेर बनाएको छ सुरुमा दुईटा यहाँ दिएको हेरौँ दुईटा उ प्लस ए हैन ए त केबाट बन्यो भन्ने कुरा हामीलाई थाहा छ अब हेरेर कसरी बन्यो भन्दाखेरि हेर्नु यसलाई तीनटा बनाऊ उ एउटा प्लस अ एउटा प्लस ई बन्दाखेरि यति हो यो यसरी तीनवटा बनेर यो बनेको छ अब यसलाई पनि हामी कमन लिएर बनाऊ यो एउटा ओ दुईटा अ भने यो अ र यो गोल एउटा अ कमन आयो अनि यो उ तल बस्ने भयो अनि यो अ यसरी उ को साइडमा बस्ने भयो अनि यो ई यता बस्ने हो यसरी हामी यसलाई वे भन्छौँ यसरी उमा यसरी ए जोड्यो उमा यसरी ए जोड्दाखेरि यसरी यो वे भन्यो यो पनि लामो सरले वे भन्यो अन्तिममा हेरौँ उ र ई मिलेर बनेको छ हैन यसमा कसरी मिलेछ त उ र ई मिलेर बनेको छ उ आदि उ प्लस ई भनेको मतलब अब यसमा पनि सेम त्यही हो कमन हामीले गोलोलाई कमन लिनु पर्यो यो गोलो हो यो गोलोलाई एउटा गोलो बनाउने अनि तलबाट आदि उ छ आदि उ अनि दायाँतिर ई हो यसरी हामी उही बनाउँछौँ गोलोको पनि आदि उ दायाँतिर ई गोलोको पनि आदि उ दायाँतिर ई हो यसरी हामी यसलाई चाहिँ उही भन्छौँ यसलाई चाहिँ हामी उही भनेर भन्छौँ है त हुन त यो पनि उही हो यसलाई लामो स्वरले उही भन्ने यसलाई उही मात्रै भन्ने ल यसरी हामीले यो
11वटा मिश्र स्वरवर्ण पनि कसरी बनाउने, कसरी बन्यो भन्ने बारे हेर्यौं है। कसरी बनाएर कसरी बन्यो भन्ने बारे हेर्यौं। अब हामी अलिकति यहाँ दिएको अथवा हामीले सिकेको 11वटा स्वरवर्णलाई कसरी प्रयोग गर्ने भन्ने बारे आज एउटा व्यञ्जन वर्णमा हामी हेरिहेर्छौं है त। आज एउटा व्यञ्जन वर्णमा हेरिहेर्छौं। ल अब हामी त्यतातिर जाउँ। ल यहाँ हेर्नुहोस्, यहाँ हामीले एकछिन रोक्नु होला, यहाँको अक्षर काटियो। ल यहाँ हेर्नुहोस्, हामीले गमा 4वटा एलाई कसरी मिलाउने भन्ने बारे हामी हेर्छौं। अब ग लेख्ने, गको दायाँतिर यसरी ए लेखेपछि गे भयो है। यसरी ग लेख्ने, गको दायाँतिर एच आकारको ए गे भयो, यो जोडिनु पर्यो। ग लेख्ने, गको दायाँतिर एच आकारको ए, गको दायाँतिर ए, अनि गको दायाँतिर ए, गको दायाँतिर ए। यसरी हामी यसलाई के लेख्छ त गे आदि के अरे गको माथि यसरी ए लेख्छौं भने अब तल्लो चाहिँ कसरी लेख्ने, गको दायाँतिर 2 र धर्स भएको ए, गको दायाँतिर बीचमा 2वटा धर्स भएको ए, गको दायाँतिर 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 ए। यसलाई हामी के भन्छौं त आदि ग प्लस ए गे। गे माथिको गे, तलको चाहिँ गे, गे हैन, माथिको गे, तलको गे। अब अर्को हेरौँ, तल पनि छ गे। गमा अर्को ए गे, गमा यो अर्को ए गे, गमा ए गे, गमा ए गे, गमा ए गे, गमा ए गे। होला हामी गमा माथि एक्लाकै गे भन्छौं भने तल्लो चाहिँ अब आदि ग प्लस ए गे। यो पनि ग लेख्ने, गको दायाँतिर यो खालको यमा ई जोडिएको ए गे, गमा 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 ए गे। यसलाई हामी आदि गमा यसरी ए गे भन्छ। यसरी हामीले यो 4वटा मिश्रित स्वरवर्ण ए ए ए एलाई कसरी गमा मिलाएर मात्र लेख्ने भन्ने भएपछि अब हामी 7वटा बाँकी बसेको अन्य स्वरवर्णलाई कसरी गमा मिसाएर लेख्ने भन्ने बारे अब हामी त्यो हेर्छौं। ल बेला हेर्नु होला, हामी यो 7वटा मिश्रित स्वरवर्णलाई व्यञ्जन वर्णमा कसरी मिलाएर लेख्ने भन्ने सिक्दैछौं। अब हेर्दा वामा वा जोड्छ भने यसरी हेर्नुहोस्, हामीले वा कसरी पढेको हामीले यसरी वा भनेर पढेको, यो वा हैन, यो चाहिँ पूर्ण भयो, पूर्ण वा भयो। हामीले आधा वा कसरी लेख्छौं त, गोलो हटायो भने यो खालको वा हुन्छ, गोलो हटायो भने यो खालको वा हुन्छ। अब हामीले स्वर वर्णमा यो वा हैन, यो आधा हैन, आधा यो स्वर वर्ण जोड्छौं भनेको मतलब ग लेख्ने हैन, गको मुनि अब यो वा जोड्नु पर्यो, यो वा जोड्दाखेरि गको मुनि वो, दायाँतिर आ जोड्दाखेरि ग्वा हुन्छ। फेरि गको मुनि वो को दायाँतिर आ, हामीले आ चाहिँ गलाई पनि वोलाई पनि दुईटालाई पुग्ने गरी लामो तान्नु पर्यो। फेरि गको मुनि वो, दायाँतिर आ ग्वा, गको मुनि वो, दायाँतिर आ ग्वा। वोले चाहिँ के भन्छौं त आदि ग प्लस वा ग्वा भन्ने हो। त्यस्तै गरी अब वे हेर्नुहोस्, हामीले वेमा समस्या वे भनेको गोलो, गोलोको मुनि वोको दायाँतिर यसरी ए लेख्यो भने यो वे हुन्छ। त्यसलाई हामी आधा लेख्नु पर्यो भने गोलो हटाएर वोको दायाँतिर यसरी ए लेख्छौं हो। अब यो वेलाई गमा फेरि मिलाउनु पर्यो, ग लेख्ने, गको मुनि वो हो, यो दायाँतिर यसरी ए लेख्ने, गले पनि हुने गरी ओले हुने। फेरि गको मुनि वो, दायाँतिर यसरी के लेख्ने, ए लेख्ने, यो पनि वे भयो। गको मुनि वो, दायाँतिर यसरी ए, यो पनि वे, गको मुनि वो, दायाँतिर ए वे। यो भनेको आदि ग हैन, आदि ग प्लस वे बराबर आदि ग प्लस वे, यसरी।
यसरी बन्यो। अब जान्छौँ हामी अर्को पनि छ गए माथिल्लो गए तल्ल सर्टकटमा अलि साना हो गए सबभन्दा सुरुमा वे लेखौँ। हामीले अघि वे कस्तो परेको त ओको दायाँतिर ई यसरी वे परेको यो पूर्ण स्वरवर्ण भयो अनि आधा स्वरवर्ण हामी यतिलाई मात्रै आधा स्वरवर्ण भन्छौँ। गोल हटेपछि आधा स्वरवर्ण बन्यो है। अब यसलाई कसरी लेख्ने त ग लेख्ने गको मुनि ओ लेख्ने दायाँतिर ई लेख्ने यसरी ई चाहिँ के त गलाई पनि ओलाई पनि हुनु पर्यो। त्यस्तै गरी ग लेख्ने गको मुनि ओ तल दायाँतिर ई ग लेख्ने गको मुनि ओ दायाँतिर ई ग लेख्ने गको मुनि ओ दायाँतिर ई र ग लेख्ने गको मुनि ओ दायाँतिर ई हो। यसलाई चाहिँ के भन्छौँ त यसलाई पनि आदि ग प्लस वे नै भन्छ। अब हामी अर्को हेर्छौँ वो हेर्नुभन्दा पहिला वो कस्तो लेख्यौँ हामीले अघि भन्दाखेरि उमा अ जोड्दाखेरि ओ हुन्छ भनेर लेख्यौँ। यो पूर्ण स्वरवर्ण भयो यसलाई हामी आदि बनाउनु पर्यो भने यो गोललाई हामी लेख्दैनौँ यसरी उसँग अ जोडेर ओ बनाउँछौँ। अब यसमा हामी ग जोड्दाखेरि ग सुरुमा लेख्ने मुनिबाट उ लेख्ने दायाँतिर अ ग लेख्ने गको मुनि उ लेख्ने दायाँतिर यसरी अ लेख्ने है। यो लेख्नु एकदम सिक्नु पर्यो तपाईँले गको मुनि उ अनि अ लेख्दाखेरि पहिले रक्ताना यसरी तान्दा हुन्छ है। गको मुनि उ रक्ताना यसरी अ तान्दा भयो। गको मुनि उ दायाँतिर यसरी तान्दा नि भयो। यसलाई हामी गो भन्छौँ। आदि ग प्लस वो बराबर आदि ग प्लस वो यसरी। अब अझै हामी तल तीनवटा छ त्यो तीनवटा पनि अब हामी हेर्छौँ। अब हेर्नु होला यो बाँकी तीनवटा है। सबभन्दा सुरुमा वे लेखौँ गको मुनि उ अनि यसमा के छ त ए छ। त्यसरी हामीले यसलाई वे लेख्दैछौँ। तर वे भन्दा पहिला हामी के चाहिँ यहाँ लेखौँ त यो ग हटाएर हामी के मात्रै वे मात्रै लेखौँ। ग हटाएर वे है त ग हटाएर वे यो चाहिँ यहाँनिर गोलो यहाँ आउँछ यो चाहिँ पूर्ण वे भयो। आधा वे चाहिँ के हो त यो गोलो हटेको यस्तो यो चाहिँ वे। अब हामीले यो गोलोमा जुन यो गोलो छ गोलो ठाउँमा के राख्ने ग राख्ने हो। यसरी ग राखेपछि यो ग वे हुन्छ। गोलो राखेपछि वे मात्रै भयो अनि गको गोलो ठाउँमा ग राखेपछि चाहिँ त वे हुन्छ। अब हेर्नु ग राख्ने गको मुनि उको दायाँतिर ए वे गको मुनि उ अनि यो ए वे भयो। गको मुनि उ दायाँतिर ए वे गको मुनि उ दायाँतिर ए यसलाई पनि के त आदि ग प्लस वे नै भन्छौँ है। अब छ गुई। यसमा समझ सुरुमा स्वरवर्ण लेखौँ गोलोको मुनि उ अनि ई यो उई भयो पूर्ण। यसलाई हामी आदि बनाउनलाई के गर्छौँ गोलो हटाउँछौँ यसरी ई मात्रै पुरा ई लेख्छौँ। अब यहाँनिर जुन माथि उको जुन खाली ठाउँ छ हो यो ठाउँमा चाहिँ हामी अब ग राख्छौँ। यसरी ग राखेपछि यो गुई हुन्छ। अब है त गको मुनि उ दायाँतिर ई गुई 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 हो। यसलाई के भन्छ त आदि ग प्लस गुई भनेर भन्छ। त्यसो अर्को हेरौँ गुई। अब गुईमा गुई भन्दा पहिला उही हेरौँ गोलो मुनि आदि हो अनि दायाँतिर ई छ। यो चाहिँ पूर्ण स्वरवर्ण हो भने यसलाई आदि स्वरवर्ण कसरी लेख्छ त हामी यो 3 धरेर 18 मात्रै चाहिँ हामी आदि स्वरवर्ण भन्छौँ। यो आदि स्वरवर्णको माथि अब के जोड्ने भन्दाखेरि ग जोड्ने। यसरी ग जोडेपछि यो अब गुई भन्छ। गको मुनि आदि उ ई 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 हो। यसले चाहिँ हामी गुई भन्छ। गुई है गुई लेख पनि भन्दाखेरि गुई मात्रै भन्नु के मात्रै भन्नु पर्यो गुई मात्रै। यसरी हामी यो कोरियन भाषाको मिश्रित व्यञ्जन वर्ण र मिश्रित स्वरवर्ण मिश्रित स्वरवर्ण र व्यञ्जन वर्ण जोडेर कसरी मात्र लेख्ने भनेर हामीले यहाँ गको मात्रै अहिले हामी सिक्दैछौँ। हामीले के को सिक्यौँ त गको सिक्यौँ। अब हामी तलतिर हेरौँ यो तलतिर के राखिएको छ। अब यहाँ तलतिर के राखेको रहेछ भन्दाखेरि हामीले
नेपाली जस्तै तरिकाले कसरी चाहिँ हामीले यो स्वर वर्ण सिक्न सकिन्छ भन्ने बारे यहाँ देखेको छ। हाम्रो नेपाली भाषामा चाहिँ अबाट सुरु हुन्छ हो, त्यस्तै गरेर पढ्नु पर्दाखेरि यसरी हैन, अ आ हैन, इ आदि उ त्यसरी हामीले है पढ्न सक्ने रहेछ। फेरि राम्रोसँग ध्यान दिएर हेर्नु होला हैन। हामी नेपालीमा कसरी पढ्न सक्यो त? यसरी अ आ इ उ ए दुईटा पढ्नु पर्यो कोरियन भाषामा, अनि वो। अब यहाँ अरु छैन हैन। हामी नेपालीमा इ पढ्छौं हैन, ए ऐ पढ्छौं, त्यसपछि ओ, त्यसपछि औ अम अह पढ्छौं, तिनीहरू छैन। त्यसपछि हामीले यो नेपालीमा पढ्ने जुन य छ यो य को पनि हामीले मात्रा पढ्नु पर्यो है। य या यु ए यो पनि मात्रा पढ्नु पर्यो भने अर्को हामीले यो वो भनेर हामी व्यञ्जन वर्णमा पढ्छौं। अब यहाँ चाहिँ स्वर वर्णमा पढ्नु पर्ने भयो। वो वा उई उई वे यसरी हामीले नेपालीमा यो तरिकाले नै पढ्न सक्छौं है। यसरी हामीले यो कोरियन भाषाको एकल स्वर वर्ण र मिश्र स्वर वर्णलाई नेपालीमा पनि यो तरिकाले पढ्न सकिन्छ र यो तरिकाले चाहिँ हामीले मात्र लेख्न सकिन्छ भन्ने बारे हामीले यहाँ हेर्यौं। अब हामी भोलि चाहिँ के हेर्छौं त? यो स्वर वर्ण अझै धेरै कसरी पढ्ने कसरी लेख्ने भन्ने बारे अलिकति विस्तृत रूपमा अलि धेरै हामी सिक्छौं है त। ल तपाईहरुलाई मैले जानकारी गराएँ। हाम्रो कोरियन भाषाको ब्रान्चहरु कहाँ छ भन्ने बारे तपाईलाई फेरि एकचोटी म जानकारी दिन चाहन्छु। अल कोरियन तथा जापानिज भाषा स्कुल हाम्रो अफिसहरु सूर्यविनायकमा, कोटेश्वरमा, बागबजारमा र नयाँ बस पार्कमा पनि छ। र तपाईहरुले मैले अघि जानकारी गराएँ, होस्टेल बसेर पढ्न चाहनुहुन्छ भने क्लास 3 छ र स्टुडेन्ट भिसाको लागि पनि हामीलाई क्लासहरु हुन्छ भनेर तपाईलाई जानकारी गराएँ। यति भन्दै बिदा हुन चाहन्छु। अब फेरि हामी भोलि 5औं दिनको अन्य क्लास लिएर आउँछौं। अन्य क्लासमा भोलि हामी केबाट सुरु गर्छौं भन्दाखेरि यो स्वर वर्ण दिएको खाली ठाउँ पूरा गर्नुस् भनेपछि हामीले यहाँनिर अघि 11 वटा मिश्र स्वर वर्ण पर्यो। यो 11 वटा मिश्र स्वर वर्ण हामी यहाँ लेखेर पुरै प्र्याक्टिस गर्छौं है। अनि हामी अगाडि बढ्छौं। हस्त धन्यवाद। उमेश श्रेष्ठ, अल्फा कोरियन भाषा स्कुल।